तपाईहरुले यस मतदान केन्द्रमा पनि देख्नै भएको छ, यहाँ काफी उत्साह छ, तर अत्यन्त सौहार्दपूर्ण र यहाँ शान्तिपूर्ण वातावरणमा अहिलेसम्म मतदान भइरहेको छ र कुनै प्रकारको समस्या देखिएको छैन। तपाईहरु देखिराख्नु भएको छ, यो खुसीको कुरा हो। अरु पनि धेरै ठाउँहरुमा यस्तै भएको मैले सुनिरहेको छु र मैले यस केन्द्रबाट मतदान गरेँ। अहिलेसम्म मतदान गर्न बाँकी रहेका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई पनि उत्साहपूर्ण मतदानमा सहभागी हुन, मतदान केन्द्रहरूमा जान र मतदान गर्न आग्रह गर्न चाहन्छु। अहिले मैले अरु केही भन्ने होइन, आफूलाई मन परेको पार्टीमा हाल्नुस्, मन परेको उम्मेदवारलाई हाल्नुस्, तर मतदान अवश्य गर्नुस्, यति कुरा म भन्न चाहन्छु। तपाईका लागि आजको दिन कति महत्त्वपूर्ण अध्यक्ष? देशकै लागि अत्यन्त महत्त्वपूर्ण छ र मैले विश्वास लिएको छु कि देशका लागि एउटा सकारात्मक मोड, एउटा कोसे ढुङ्गाको रूपमा यस निर्वाचनले काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यो निर्वाचनपछि देशको परिस्थिति केही परिवर्तन होला, सुधार होला कि? चुनावपछि एमाले कत्रो हुन्छ? एमाले बहुमत ल्याउँछ भन्ने हाम्रो अपेक्षा छ। प्रारम्भिक रुझानले कस्तो देखाएको छ, केही बुझ्नु भएको छ? एमाले बहुमत ल्याउँछ भन्ने मैले पहिलेदेखि आकलन गरेको छु र आजको आकलन पनि अहिलेसम्मको मेरो त्यही छ। अध्यक्ष, चुनावपछि देशको कस्तो अवस्थाको चाहिँ कस्तो चित्रको परिकल्पना गर्न सकिन्छ? यो चुनावपछि कतिको चुनावले अवश्य राम्रो नतिजातर्फ जाने मैले आकलन गरेको छु। यद्यपि विभिन्न प्रकारका शक्तिहरू यसमा लागेको देखिन्छ। यस चुनावको महत्त्वलाई, गरिमालाई घटाउने सन्दर्भमा अथवा जनतालाई भड्काउने सम्बन्धमा, खास गरी युवाहरूलाई आवेगमा ल्याउने, एउटा भावनामा बगाउने र सही राजनीतिक दिशा जुन देशले समाउनु पर्ने हो त्यसबाट विमुख गर्ने खालका प्रयासहरू पनि भएको देखिन्छ। तर ती सबै कुराहरूलाई सचेत नेपाली जनताको प्रयासले पराजित गरेको म देख्छु र केही ठाउँमा अब उपद्रवकारी तत्त्वहरूका क्रियाकलापहरू छिटपुट रूपमा देखा पर्न आएका छन्। रौतहटमा मैले सुनेको छु, रोल्पामा हाम्रो उपसचिव त्यहाँ उपसचिवलाई रोल्पामा त्यहाँ हातपात भएको छ गठबन्धनबाट। त्यस्ता केही ठाउँमा घटनाहरू आएका छन्। चितवनको घटना आएको छ, विप्लव का कुराहरू आएका छन्, विप्लवको पार्टीका र उनका आफन्त नातेदार का कुराहरू पनि आएका छन्। यस्ता केही अप्रिय कुराहरू आएका भए पनि आम रूपमा चाहिँ राम्रै भएको छ। अप्रिय भएका ठाउँहरूमा फेरि दोहोऱ्याएर गर्नुपर्ने हुनसक्छ। यो शान्तिपूर्ण हुनेमा कतिको विश्वास छ? यद्यपि केही घटनाहरू तपाईले केही घटनाका बावजुद शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न हुन्छ भन्ने मैले अपेक्षा गरेँ। साँझसम्म शान्तपूर्ण ढङ्गले समाप्त होला भन्ने मैले अपेक्षा गरेको छु। किनभने जनताको सजगताले र राष्ट्रसेवकहरूको पनि मैले विश्वास लिएको छु कि न्युट्रालिटी मेन्टेन हुन्छ। त्यसले गर्दाखेरि उहाँहरू आफ्नो कर्तव्यमा रहनुहुन्छ र मतदाता पनि सचेत छन्। त्यसकारण शान्तिपूर्ण ढङ्गले निर्वाध रूपमा, आम रूपमा चाहिँ केही ठाउँको छिटपुट देख्दै यो अवस्थामा तपाईको गोलीको के अर्थ हुन्छ? निर्वाचनमा तालमेल गरेको दलसँगको सरकार बन्छ कस्तो बन्छ? सरकार बहुमतको सरकार बन्छ जहाँसम्म मेरो अपेक्षा छ। मङ्सिर 15 तिरसम्ममै बहुमतको सरकार बन्छ, किनभने मङ्सिरभरि पर्खिरहनु पर्ने कुनै आवश्यकता छैन। गठबन्धन गर्नु पर्यो भने रोजाइमा को हुन्छ नजिकको? गठबन्धन होइन, हामी बहुमत ल्याउँछौँ र हामीसँग सहकार्य गरेकाहरू सरकारमा सामेल हुन सक्छ। प्रथम कदाचित आएन, 1 सिट 2 सिट कम पर्यो। यसपटकको निर्वाचनबाट नयाँ शक्तिहरू, हामीसँग सहकार्य गरिरहेकाहरू सरेको छ। नयाँ दलहरू पनि राष्ट्रिय पार्टी बन्ने भनेर आकलन गरिराखेको छ। यहाँले के भन्नुहुन्छ? यहाँले बुझिसक्नु भयो मैले सोधेको प्रश्न? मैले बुझेँ, तर मलाई त्यस्तो लाग्दैन। स्वतन्त्रहरूप्रति किसिमको आकर्षण छ भन्नुहुन्छ? त्यसमा अहिले गइ नरहँ, अब देखिहालिन्छ भरे। हस्, धन्यवाद अध्यक्ष। धेरै धेरै धन्यवाद।